वेलकम छ साथै आजको यस नयाँ भिडियोमा। आज चाहिँ हामीले तपाईलाई यस भिडियो अन्तर्गत रहेर अनलाइन कारोबार गर्दाखेरि ध्यान दिनुपर्ने 7 वटा कुराहरूको बारेमा जानकारी दिन गइरहेका छौं। यदि तपाई पनि अनलाइन वालेटहरु चलाउनुहुन्छ अथवा मोबाइल बैंकिङहरु चलाउनुहुन्छ भने तपाईले यी 7 कुराहरुमा ध्यान दिनुभयो भने तपाई एकदम सुरक्षित रहन सक्नुहुनेछ। अब यी के कुराहरु हुन्, कसरी ध्यान दिने जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नुहोला र यस च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई मन पर्यो भने लाइक गरिदिनु होला। नबुझेका कुराहरु छन् भने तल कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। सुरु गरौँ आजको मेन विषयवस्तुतर्फ। पहिलो नम्बरमा छ आफ्नो पिन ओपिटी पासवर्ड कसैलाई पनि शेयर नगर्नुहोस्। यदि तपाई अनलाइन वालेट चलाउनुहुन्छ भने तपाईले आफ्नो अनलाइन वालेटहरुको पिन ओपिटी पासवर्डहरु कसैलाई पनि शेयर नगर्नु होला। तपाईको मोबाइलमा कहिलेकाहीँ अरूले पासवर्ड रिसेट गर्दै ओपिटी आउन सक्छ। हो यस्तो अवस्थामा तपाईले उक्त ओपिटी कोड कसैलाई पनि शेयर नगर्नु होला। यदि तपाईले शेयर गर्नुभयो भने तपाईको पासवर्ड सजिलैसँग अरूले चेन्ज गरिदिन सक्छन् र तपाईको एकाउन्टमा भएको पैसा चोरी हुन सक्छ। त्यसकारण गर्दाखेरि तपाईको मोबाइलमा आएको ओपिटी कोड कसैलाई पनि शेयर नगर्नु होला। त्यसैगरी अर्को छ तपाईको कार्डको इन्फर्मेसन फोनबाट कसैलाई पनि नदिनु होला। यदि तपाईको कार्डको इन्फर्मेसन अथवा तपाईको मोबाइलमा आएको ओपिटी कोड फोनबाट अरूलाई दिनुभयो भने तपाईको एकाउन्ट सजिलैसँग ह्याक हुन सक्छ। जस्तो कि कहिलेकाहीँ म बैंकबाट बोलेको हो, तपाईको मोबाइलमा आएको ओपिटी कोड मलाई दिनुहोस्, म तपाईको खाता केवाइसी गरिदिन्छु भनेर कसैले पनि फोन गर्न सक्छ। हो यस्तो अवस्थामा तपाईले फोनबाट आफ्नो ओपिटी कोड, पासवर्ड अथवा पर्सनल डिटेल कसैले पनि नदिनु होला। यदि तपाईलाई बैंकले फोन गर्यो भने ओपिटी कोड, पासवर्ड, पिन कोडहरु अथवा पर्सनल डिटेलहरु माग्दैन। त्यसकारण गर्दाखेरि तपाईले फोनबाट आफ्नो पर्सनल इन्फर्मेसन कसैलाई पनि नदिनु होला। त्यसैगरी अर्को छ आफ्नो बैंकिङ डिटेल सामाजिक सञ्जालमा शेयर नगर्नु होला। यदि तपाईले आफ्नो बैंकिङ डिटेल जस्तो कि चेकको फोटो खिचेर मोबाइल बैंकिङको स्क्रिनशट गरेर अथवा आफ्नो नागरिकता सामाजिक सञ्जालमा कहिले पनि शेयर नगर्नु होला। जस्तो कि तपाईले आफ्नो नागरिकता सामाजिक सञ्जालमा शेयर गर्नुभयो, कसैले पनि डाउनलोड गर्दै उक्त फोटोकपी लिएर गएर म फलाना हो, मेरो बैंक एकाउन्ट रिसेट गरिदिनुहोस् अथवा मेरो मोबाइल बैंकिङ रिसेट गरिदिनुहोस् भनेर रिसेट गरिदिन सक्छन् र तपाईको एकाउन्टमा भएको पैसा सजिलैसँग चोरी गरिदिन सक्छन् अथवा ट्रान्सफर गर्न सक्छन्। त्यसकारण गर्दाखेरि तपाईले आफ्नो बैंकिङ डिटेल सामाजिक सञ्जालमा शेयर नगर्नु होला। त्यसैगरी अर्को छ मेसेन्जर र व्हाट्सएपमा आउने अनावश्यक अफरका लिंकहरुमा क्लिक नगर्नु होला। तपाईलाई व्हाट्सएपमा अथवा मेसेन्जरमा विभिन्न अफरका लिंकहरु आउन सक्छन्। जस्तो कि तपाईले यहाँ क्लिक गर्नुहोस्, तपाईले यति जित्नुहुन्छ अथवा यो पुरस्कार प्राप्त गर्नुहुन्छ भनेर तपाईलाई अनलाइनमा अथवा व्हाट्सएपमा विभिन्न लिंकहरु आउन सक्छ। हो यस्तो लिंकहरुमा तपाईले क्लिक नगर्नुहोस्। जस्तो कि तपाईले त्यहाँ क्लिक गर्न साथै तपाईको अनलाइन डिटेल इन्फर्मेसन सजिलैसँग ह्याकरको माझ पुग्न सक्छ। उनीहरुले उक्त लिंक मार्फत तपाईको बैंकिङ डिटेलहरु तान्न सक्छन्, लिन सक्छ र तपाईको बैंक एकाउन्टहरु सजिलैसँग ह्याक गर्न सक्छन्। त्यसकारणले गर्दाखेरि तपाईले यस्ता अनावश्यक लिंकहरुमा क्लिक नगर्नुहोस्। त्यसैगरी अर्को छ अनलाइन कारोबार गर्दाखेरि इन्टरनेट सेक्युर हुनु पर्यो। यदि तपाई अनलाइन कारोबार गर्दै हुनुहुन्छ अथवा अनलाइन ट्रान्ज्याक्सन गर्दै हुनुहुन्छ भने तपाईको इन्टरनेट सुरक्षित छ छैन त्यो कुरामा तपाईले ध्यान दिनुपर्ने हुन्छ। यदि तपाईले सुरक्षित इन्टरनेट छैन भने तपाईले आफ्नो डाटा पनि प्रयोग गर्न सक्नुहुनेछ अथवा प्राइभेट इन्टरनेट पनि प्रयोग गर्न सक्नुहुनेछ। तर तपाईले कुनै पनि ट्रान्ज्याक्सनको काम गर्दै हुनुहुन्छ भने तपाईले पब्लिक इन्टरनेट प्रयोग नगर्नु होला। पब्लिक इन्टरनेटमा स्क्याम पनि हुन सक्छ। त्यसकारण गर्दाखेरि तपाईले कुनै पनि ट्रान्ज्याक्सन गर्दाखेरि इन्टरनेट सुरक्षित छ छैन त्यो कुरामा ध्यान दिनुपर्ने हुन्छ। त्यसैगरी अर्को छ ट्रान्ज्याक्सन गर्दाखेरि टु फ्याक्टर एथेन्टिकेसन लगाउनुहोस्। यदि तपाईले हरेक पटक ट्रान्ज्याक्सन गर्दाखेरि टु फ्याक्टर एथेन्टिकेसन अन गर्नु भएको छ भने तपाईको मोबाइलमा ट्रान्ज्याक्सन गर्दाखेरि एउटा ओपिडी कोड आउँछ। उक्त ओपिडी कोड आइसकेपछि मात्र ट्रान्ज्याक्सन हुन्छ। त्यसकारण गर्दाखेरि तपाई जुन माध्यमबाट ट्रान्ज्याक्सन गर्दै हुनुहुन्छ उक्त माध्यममा तपाईले टु फ्याक्टर एथेन्टिकेसन अन गरेको हुनुपर्छ अथवा लगाएको हुनुपर्छ। यसले गर्दाखेरि तपाईको हरेक ट्रान्ज्याक्सन सुरक्षित रहन सक्छ। तपाईले जतिखेर ट्रान्ज्याक्सन गर्दै हुनुहुन्छ त्यतिखेरै तपाईले एउटा ओपिडी कोड तपाईको मोबाइलमा आउँछ। उक्त ओपिडी कोड राखिसकेपछि मात्र ट्रान्ज्याक्सन हुन्छ। त्यसकारण गर्दाखेरि तपाईले जुन माध्यममा ट्रान्ज्याक्सन गर्दै हुनुहुन्छ उक्त माध्यममा टु फ्याक्टर एथेन्टिकेसन अन गरेको हुनुपर्छ अथवा लगाएको हुनुपर्छ। त्यसैगरी अर्को छ तपाईले अनलाइनबाट सामान पर्चेज गर्दै हुनुहुन्छ भने आफ्नो कार्डको विवरण अर्थात् अनलाइन विवरण राख्दा वेबसाइट भेरिफाई गरेर मात्र राख्नुहोस्। जस्तो कि तपाई कुनै पनि सामान खरिद गर्दै हुनुहुन्छ भने कुनै पनि साइटबाट उक्त साइट ठीक छ छैन त्यो कुरामा तपाईले भेरिफाई गरेर मात्र उक्त साइटमा तपाई जानुपर्ने हुन्छ। जस्तो कि तपाई कुनै पनि गलत साइटमा जानुभयो र तपाईले त्यहाँ क्लिक गर्नुभयो र सामान मन पर्यो तपाईले पर्चेज गर्नुभयो अब त्यसलाई तिर्नको लागि तपाईले इस्यु एकाउन्टबाट तिर्न खोज्नुभयो र तपाईले त्यहाँ क्लिक गर्नुभयो। क्लिक गर्न साथै माथि इस्यु आइडी माग्यो र तल ओपिडी माग्यो। तपाईले राख्नुभयो भने अब सजिलैसँग स्क्यामरले तपाईको इस्यु एकाउन्टमा भएको सबै पैसा तान्दिन सक्छ। त्यसकारण गर्दाखेरि तपाईले उक्त वेबसाइट ठीक छ छैन त्यो कुरामा ध्यान दिएर मात्र तपाईले अनलाइन सामान खरिद गर्नुपर्ने हुन्छ।
हो यी कुरामा तपाईले ध्यान दिनुभयो भने तपाई अनलाइन कारोबार गर्दाखेरि एकदम सुरक्षित रहन सक्नुहुनेछ, सेक्युर रहन सक्नुहुनेछ। त्यसकारण गर्दाखेरि तपाईले अनलाइन कारोबार गर्दाखेरि यी कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईलाई आजको भिडियो कस्तो लाग्यो त भिडियो मन परायो भने लाइक गरिदिनु होला र यस च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। नबुझेका कुराहरु छन् भने तल कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला। थ्यांक यू फर दिस भिडियो वाचिङ।